यहाँ डाँडागाउँ टोलवासीको तर्फबाट चाहिँ दसैँ बोलाउने प्रयास जारी रहेछ। यहाँ मैले यहाँ साथीहरूलाई भेटे पछाडि यहाँ मैले भिडियो बनाउँदैछु। यहाँ राष्ट्रिय झन्डा अब यो माथि टपमा लगाउने भन्दै हुनुहुन्छ। यो चाहिँ फेरि अहिलेको मात्र होइन, सालै पछि नै यहाँ पिङ त लागिरहेकै छ। यहाँ यो डोरी हेरौँ न। अब यो खास गरी यो डोरी हेर्नुपर्छ हामीले। यो चाहिँ वास्तविक बाबियोकै डोरी हो नि त। यो अर्ग्यानिक हो यस्तो ल सर। यसलाई के भन्छ? काम्रो 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 बस्नलाई। अब यो पनि बाबियोकै छ भने पछाडि यो त बजारमा त अहिले त यो खालको प्लास्टिकको बनाउँछ प्रायः जस्तो। एकदम प्लास्टिकको त राम्रो हुँदैन नि त। यो कसले बाटेको? यो दामाबाट दामाबाट होइन सर? दुइटै दुइटै दामाको हाम्रो दाजुभाइ दिदीबहिनीहरूले दुःख गरेर। तर यो डोरी चाहिँ अलिक नरम नरम नै छ है। अलिक अस्ति हरियोमा बाटेको है क्या। सुकेपछि त लुज भइसकेको छ। अलिक विचार गर्नुपर्छ। पिङ चाहिँ अब हामी अब पिङ खेलेर पनि हामी देखाउँछौँ अब 1-2 दिनमा। ल केही छ भने भन्नुहोस् तपाईँहरूले। 2082 को दसैँको उपलक्ष्यमा रमाइलो डाँडागाउँ टोलवासीले एउटा पिङ लगाउने प्रयास गरिँदैछौँ। आइदिनु होला, गरिदिनु होला। आजै खेल्नु मिल्छ? आज चाहिँ अब हुँदैन होला सर। भोलिदेखि फुलपातीको दिनदेखि हामी उद्घाटन छठसम्म निरन्तर रहन्छ। ल माथि बनाउँदै हुनुहुन्छ उहाँले। अलिक होसियार तरिकाले बनाउनु होला, एकदम बलियो तरिकाले बनाएर हामीले यो तिहारमा पनि यही पिङ रहन्छ छठसम्मै भन्नुभएको छ। ल धन्यवाद छ।